नेपाली फिल्म क्षेत्रमा चर्चित अभिनेता तथा निर्माता विराज भट्टको होम प्रोडक्सन फिल्म 12 गाउँ 2 यति बेला निकै चर्चामा छ। पहिलो भागको सफलतापछि यसको सिक्वल झन् ठूलो स्केलमा बन्ने तयारी भइरहेको छ। फिल्मका लागि उत्कृष्ट कलाकार छनौट गर्ने क्रममा अहिले विराज भट्ट निकै व्यस्त देखिएका छन्। यसैबीच फिल्म मार्फत नयाँ अनुहारको रूपमा क्रिसु शाहीले पहिलो पटक चलचित्र क्षेत्रमा पाइला टेक्ने भएका छन्। निर्माण टिमले उनलाई भव्य रूपमा स्वागत गर्दै जय नेपाल जय नेपाली सिनेमा भन्ने सन्देश सहित सार्वजनिक गरेको छ। नयाँ प्रतिभालाई अवसर दिँदै फिल्मले दर्शकहरूलाई केही फरक स्वाद दिने संकेत देखिएको छ। त्यस्तै नेपाली चलचित्रका अनुभवी कलाकार सुनिल पोखरेल पनि 12 गाउँ 2 मा आबद्ध भएका छन्। उनको प्रवेशले फिल्मको कथावस्तु र अभिनय पक्ष झन मजबुत हुने अपेक्षा गरिएको छ। निर्माण टिमले उनलाई हार्दिक स्वागत गर्दै फिल्मप्रतिको उत्साह झन बढाएको छ। फिल्ममा यसअघि नै अनुबन्धित भइसकेका कलाकारहरूमा अनुप विक्रम शाही र खुसी कार्की रहेका छन्। साथै निर्देशक प्रकाश शाहसँग साङ्लोपछिको यो दोस्रो सहकार्य हुन लागेको हो, जसले दर्शकमा थप अपेक्षा बढाएको छ। निर्माण टिमका अनुसार फिल्मको छायाङ्कन वैशाख 23 गतेदेखि सुरु हुने तयारीमा छ। बलियो कथा, नयाँ तथा अनुभवी कलाकारहरूको संयोजन र विराज भट्टको निर्देशन निर्माणमा तयार हुन लागेको फिल्म 12 गाउँ 2 ले नेपाली फिल्म क्षेत्रमा नयाँ ऊर्जा थपिने विश्वास गरिएको छ। अब दर्शकहरू यस फिल्मबाट कस्तो कथा, अभिनय र प्रस्तुति देख्न पाउने हुन् भन्ने कुरामा निकै उत्सुक देखिएका छन्। जय नेपाल जय नेपाली सिनेमा भन्ने सन्देश सहित अगाडि बढिरहेको यो प्रोजेक्टले नेपाली सिनेमालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। तपाईहरू पनि एक्सन स्टार विराज भट्टको यो नयाँ बन्न लागेको फिल्म 12 गाउँ 2 हेर्नका लागि कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्नुहोस्।